ठिक छ छोडिदिउँ ल पोडकास्ट अफ गरौँ जाउँ न त भन्ने हुन्छ होइन मतलब गफै छैन भने त के गर्ने त भन्ने हुन्छ नि त हुन्थे म केही न केही हुन्थे मागेर खान्न थिएँ त्यसरी बुझ्नु तपाईँ पनि सन्चो चाहिँ हुनु न तपाईँ होइन तपाईँलाई पनि केही चाहिँ छ किनकि खुल्दुली हुनु त अलिकति धेरै सोचेरै हुन्छ खुल्दुली मतलब दिमाग धेरै घुमाएर तपाईँ पनि स्टेबल चाहिँ हुनुहुन्न माइन्ड तपाईँको स्टेबल छैन पागल भन्नु अब अर्काले के गर्दैछ अरूले के सोच्दैछ चाहिँ मलाई थाहा छैन ऊ कति डिप्रेसन छ ऊ कति डिप्रेस छ ऊ कति उसलाई एन्जाइटी छ कि छैन होइन ऊ रोगी हो कि होइन कि हो म जान्दिनँ अब थोर बहुत चाहिँ हुन्छ जस्तो चाहिँ लाग्छ कहीँ जाँदा पनि मेरो मान्छे छ भने जस्तो फिल हुन थाल्यो क्या अब चाहिँ जहाँ जाँदा पनि माया पाइन्छ माया नै मायाको संसार भयो च्याम्पियन पछाडि ओभरअल अलिअलि पैसा खेलाउने बानी पऱ्यो होइन पारिश्रमिक चित्तबुद्ध पारिश्रमिक लिएर हिँड्ने मौका पाएँ अनि त्यही अलिअलि भेला भएको पैसाहरूले काठमाडौँमा बसेर खाँदैछु तपाईँ धेरै गेस्टसँग बोल्दा बोल्दै मसँग बोल्नै भ्याउनु भएन त्यस्तो पनि होइन आज चाहिँ मौका जुराएर म आफै आएँ नबोलाई त्यस्तो पनि होइन त्यस्तो पनि होइन तर तपाईँहरूले आफ्नो कमेडी तपाईँ विनर हुनु र म यो फिल्डमा आउनु लगभग एउटै समय कति लकी तपाईँ स्टेबल हुन नभएर चाहिँ अरू अरू बिजनेसमा हात हाल्नु हुने हो कि के हो अघि एउटा पोडकास्टमा पनि यही क्वेसन सोध्नु भएको थियो यार तपाईँले सोधेकै जस्तो क्या तपाईँले सोधेकै जस्तो क्या ट्याक्कै यही सोध्नु भएको थियो मैले के भने सल्लाह गरेको थियौँ नि त हामीले है म त छक्कै परेँ ल एउटै क्वेसन मैले अघि पनि के भनेको थिएँ भने स्टेबल भन्दा पनि सर्भाइभ चाहिँ हुन सकिन्छ हप्तै पछि गरिराख्यो भने सर्भाइभ हुन सकिन्छ पैसै कमाउँछु भन्ने त अहिलेसम्म सिनियर आर्टिस्टहरूले चाहिँ सक्नु भएको छ पैसा कमाउन हाम्रो त स्ट्रगलै त चलिरहेछ अझै सिक्नै सिकाइ नै त पुगेको छैन अझै कति वर्ष स्ट्रगल गर्नुपर्छ पैसा हो त्यसरी तपाईँले भने जस्तै नकमाइन्जेलसम्म पैसा आफ्नो हातमा आएर खुसी नहुन्जेलसम्म होइन एस्टिमेट चाहिँ कति वर्ष यो ठाउँमा घोटियो भने चाहिँ त्यो वर्षले त हुँदैन पुग्यो भन्ने हुन्छ वर्षले इन्कमले मलाई चाहिँ इट्स ओके भन्ने टाइपको हुन्छ वर्षले त हुँदैन कसरी एनालाइज समय त त्यति गइरहन्छ नि उसको गतिशील छ समय त तपाईँको मेहनतमा तपाईँको चाहिँ डेडिकेसनमा भर पर्ने कुरा हो क्या यो यति वर्ष गरेपछि यस्तो हुन्छु भन्ने त हुँदैन क्या खासमा कति छिटो तपाईँ कसरी ग्रोथ हुनुहुन्छ कति सिक्नुहुन्छ भन्ने कुराले नै फरक पार्ला जस्तो एउटा मात्रै कार्यक्रम गरेर नि जस्तो अब तपाईँले कमेडी नाइट विथ च्याम्पियन गरिरहनु भएको छ अहिले होइन त्यो एउटा मात्रै गरेर चाहिँ फाइनेन्सियली स्टेबल हुन सकिन्छ कि सक्दैन काठमाडौँ जस्तो ठाउँमा बसेर खान सर्भाइभ गर्न सकिन्छ एक्लैलाई जस्तो मेरो इच्छा भनेको त जस्तो म कमेडीले नै पालिएको त हो नि त कमेडी गरेर पालिरहेको छु म आफू सेटिस्फाइड छु त्यो मेरो पेसाप्रति सम्मान छ मेरो पेसालाई होइन तर मलाई जस्ट पैसा कमाउन मन लागेर गरेको हो क्या अब चाहिँ जस्तो 2-4 पैसा पनि कमाउन जस्तो लागेर चाहिँ रेस्टुरेन्टको प्लानिङ गरेको हो कि त्यो रेस्टुरेन्टमा चाहिँ कमेडीबाटै कमाएको पैसाको लगानी हो कि के हो त्यसै भन्नु पर्ला अरूको केही छैन म अरू पेसामा आबद्ध पनि छैन त्यही हो आफ्नै कमाइ त हो नि भनेपछि कमाइ राम्रै छ त्यही त अब त्यस्तो लगानी गर्न मैले एक्लैले सकेको होइन मैले पनि साथीहरू हुनुहुन्छ अनि त्यसरी चाहिँ सबैजना मिलेरै गर्न आँटेको एक्लैले गर्नलाई भयङ्कर कमाएको भए त किन गर्नु पर्थ्यो र त्यहाँबाट चाहिँ अलिकति रोपेर धेरै फलाउने टाइपको होइन सोचाइ गर्दै जाँदा के हुन्छ लङ टाइमसम्म हामीले भरतमणि पौडेललाई कमेडीमै देख्न पाउँछौँ अभियसली पाउँछौँ नि किन नपाउनु र मेरो त इच्छा लागेको काम हो खुसी म त्यही काममा खुसी हुन्छु त्यो काममा देख्न पाउनु भएन भने विदेशमा देख्नुहुन्छ हो त्यही सुन्ला मैले कुनै समय भरतमणि पौडेल पनि विदेश गयो अरे भन्ने सुन्नु पर्छ कि त्यो चाहिँ मेरो रहर हुँदैन बाध्यता हुनसक्छ फाइनेन्सियली अभियसली अब के आइपर्छ आइपाएर अब त्यति बेला अब सरप्राइज यो सरप्राइज त हो नि सबै चिज होइन त्यति बेला मलाई कसले भगवान्ले के सरप्राइज दिनुहुन्छ माथि हेर्दै हुनुहुन्छ होला नि त भरतमणिलाई म विदेश पुर्याउँछु बा अब के गर्नु यो काम छैन यसको यहाँ अब उतै जा भन्नुहुन्छ कि तर मेरो चाहना त्यो छैन मेरो इच्छा र चाहना चाहिँ त्यो छैन अहिलेसम्म त राम्रै देखिरहनु भएको छ नि यो फिल्डमा अहिलेसम्म ठिक छ जस्तो अब कमेडियनहरूको नि मैले यो
सुने कुरा चाहिँ बाहिर हेर्दा मात्रै एकदमै हाँस्ने रमाइलो गर्ने हुन्छ, तर उनीहरू आफ्नै फ्रस्ट्रेसनमा हुन्छ, कतिजना डिप्रेसनमै हुन्छ, स्ट्रेस हुन्छ, उनीहरूको भित्रको समस्या आफ्नै ठाउँमा छ, त्यो बाहिर देखाउन सक्दैनन् भन्ने हुन्छ। कतिको फ्रस्ट्रेट जस्तो हामी त हेर्दाखेरि तपाईँहरू त एकदमै जल्ली मान्छे, जिन्दगीमा दुःखै छैन होला, एकदम हाँसी खुसी हिँड्ने, अरूलाई हँसाउने मान्छे भन्ने हुन्छ। तपाईँहरू कतिको फ्रस्ट्रेट हुनुहुन्छ लाइफमा, के कुराले बढी स्ट्रेस हुन्छ? मलाई हेर्दा त्यस्तो लाग्थ्यो, तपस्या राणा चाहिँ लास्ट जल्ली मान्छे, खुसी आनन्द केही छैन होला, टक्क मान्छे गेस्ट बोलाउने गफ गर्ने सक्यो होला जस्तो लाग्थ्यो होइन। तर अब अर्काको पनि डिप्रेसन, एन्जाइटी, अरू रोग, दिमागमा धेरै कुरा खेलाउने घुमाउने हुँदो रहेछन् कमेडियन भन्नेसम्मको रिसर्च गर्नु भनेको तपाईँ पनि सन्चो चाहिँ हुनु न तपाईँ होइन। तपाईँलाई पनि केही चाहिँ छ, किनकि खुल्दुली हुनु त अलिकति धेरै सोचेरै हुन्छ। खुल्दुली मतलब दिमाग धेरै घुमाएर तपाईँ पनि स्टेबल चाहिँ हुनुहुन्न, माइन्ड तपाईँको स्टेबल छैन। पागल होइन। अब यो चाहिँ रमाइलो भयो खासमा। तपाईँले सोधेकै उत्तर चाहिँ दिनै पर्ने हो भने चाहिँ अब अर्काले के गर्दैछ, अरूले के सोच्दैछ चाहिँ मलाई थाहा छैन। ऊ कति डिप्रेसन छ, ऊ कति डिप्रेस छ, ऊ कति उसलाई एन्जाइटी छ कि छैन होइन, ऊ रोगी हो कि होइन कि हो म जान्दिनँ। अब थोर बहुत चाहिँ हुन्छ जस्तो चाहिँ लाग्छ यस्तो कि म हरेक मान्छेमा भनिदिन्छु त। च्याम्पियनै भित्र पनि पहिला कमेडी राइटिङ लेखी गरिरहेको मान्छेहरू पनि एकछिनमा स्ट्रेस भएर त्यो यहाँ यो कमेडीमै छैन, पैसै कमिएन, गाह्रो भयो भने एकदमै फ्रस्ट्रेट भएर बस्नुहुन्थ्यो अरे क्या। त्यो चाहिँ हुन्छ। कसले भनेको चाहिँ त सुनेको मैले, हाम्रो कमेडी च्याम्पियनको यहाँ अब जुनै पनि कमेडी सोमा। त्यही त मैले कुरा जोड्दै थिएँ क्या, ममा पनि अलिकति एन्जाइटी होला कि बा, तर मैले त्यो एक्सप्रेस नगरेर त्यसलाई प्राथमिकतामा नराखेर त्यसलाई मैले त्यत्तिकै जित्दिएको हो कि बा होइन। मलाई पनि त झनक्क रिस उठ्न सक्छ, मलाई पनि त झ्याउ लाग्न सक्छ, मलाई पनि टेन्सन हुनसक्छ। त्यो चिजलाई चाहिँ मैले बृहत रूपमा पालेर नबसेको हो कि बा होइन। कस्तो बेलामा हुन्छ, तपाईँले भन्नुभयो कि जलिउडमा हुन्छन् कमेडियनहरू मजाले हाँस्छन् बस्छन् भन्ने, ब्याक स्टेज त अर्कै स्ट्रगल छ नि त, अर्को स्टोरी छ नि त। प्रेसर भनेको राइटिङमा हुन्छ, कन्सेप्टमा हुन्छ, आजभन्दा भोलि कसरी हँसाउने, आजभन्दा भोलि कसरी राम्रो गर्ने भन्ने हुन्छ। त्यो भएर हरेक रिस, क्रोध, राग, माया, प्रेम, स्नेह, करुणा, दया सब चिज छ ममा पनि। कुन चिजलाई देखाउने, कुन चिजलाई दबाउने भनेर म आफैलाई कन्ट्रोल गरे हो। त्यही भएर म ठिक छु। फाइन। यो कमेडी च्याम्पियनको विनरदेखि हजुर 5 वर्षको अन्तरालमा हजुर के डिफ्रेन्स भयो लाइफमा, के चेन्जेस आयो? तपाईँसँग 2 पटक भेट भयो, यो पनि एउटा यो पनि मेरो एउटा सफलता नै भनौँ। माई गॉड होइन, यसरी तपस्याको छेउमा गफ गरेर बस्न पाउनु नि एउटा मेरो लागि ठिक छ। यो अवसर नै हो, कमेडी थियो। अब सिरियस पार्टमा जाऊँ होइन। अब त्यस्तो धेरै हुँदैन खासमा, डिफ्रेन्सेस केही पनि हुँदैन। यो डिफ्रेन्सेसै हुँदैन भने त्यसो ठिक छ छोडिदिउँ ल, पोडकास्ट अफ गरौँ है, जाउँ न त भन्ने हुन्छ होइन। मतलब अब गफै छैन भने त के गर्ने त भन्ने हुन्छ नि त। कुनै पनि टपिक निक्ल्यो अनि केही पनि छैन भन्थ्यो भने त पोडकास्ट पनि हुँदैन खासमा होइन। अरू टपिक तान्न सक्छु, जेमा पनि छैन पायो। अर्को टपिक आयो भने छैन, यसमा पनि छैन यार, कि त्यस्तो केही छैन भन्नु भइहाल्छ नि। त्यो त भन्न नचाहेको हो नि त त्यस्तो हो भने त। डिफ्रेन्सेस भनेको चाहिँ अब जस्तो विनर भइसके पछाडि अब विनर भन्ने होइन, त्यस पछाडि अब विभिन्न ठाउँमा हेर्ने दृष्टिकोण पनि फरक पर्ला। भरतमणि भन्ने बित्तिकै हिजोको भरतमणि र आजको भरतमणिमा सोच्ने उनी फरक पर्ला, दर्शकले हेर्ने नजर फरक पर्ला। त्यसले केही चेन्जेस त ल्याउला नि त लाइफमा। धेरै थकायो दिमाग मलाई यति सम्झाएपछि। के आयो अब दर्शकहरूको अथाह माया प्रेम होइन, त्यो त छँदैछ। च्याम्पियनभन्दा अगाडि चिन्नुहुन्न थियो, च्याम्पियन पछाडि चिन्नु भयो, त्यही भएर नै भयो होइन। च्याम्पियन पछाडि चाहिँ देश विदेश धेरै डुल्यो अनि विभिन्न ठाउँ गइयो, विभिन्न ठाउँको चाहिँ रहनसहन, त्यहाँको चाहिँ सामाजिक परिवेश, त्यहाँको संस्कृति, त्यहाँको वेशभूषाहरू थाहा पाइयो, थाहा पाउने अवसर पनि पाइयो। र सबैभन्दा बढी चाहिँ च्याम्पियन भइसके पछाडि विदेश जाँदा सफा देशहरू घुम्यो, त्यति चाहिँ लाग्छ। सफा देशहरू घुम्यो अनि साथी सर्कलहरू धेरै बनाइयो। मैले यो किन भनिरहेको छु भने सफा देश भनेको चाहिँ अरू ठाउँ धुलो धुवा छैन नि त,
त्यो चाहिँ रमाइलो लाग्दो रहेछ। 1-2 दिन चाहिँ आनन्द सफा खुसी आनन्द रमाइलो, प्रकृति पनि यति सफा शान्त पनि हुनसक्छ भन्ने जस्तो फिल पनि भयो धेरैवटा ठाउँ जाँदा। जस्तो न्युजिल्यान्ड एकदमै सफा रहेछ, त्यो सम्झिन्छु कहिलेकाहीँ। जस्तो हाम्रोमा जस्तो युरोप पनि घुमेको छु नि म, अनि स्विजरल्यान्ड पनि घुमेको छु होइन। अनि पहिला मान्छेहरूले नेपाललाई स्विजरल्यान्ड बनाउने भन्थ्यो नि त, नेताहरूले भन्नुहुन्थ्यो। लाग्छ कि मलाई यो प्रचण्डले भन्नुभएको जस्तो लाग्छ। अनि त्यस पछाडि एउटा लहर जस्तै चल्यो, नेपाल स्विजरल्यान्ड जस्तो टाइपको केही कुरा भयो भने। तर स्विजरल्यान्डभन्दा वाइल्ड धेरै खतरा रहेछ क्या नेपाल चाहिँ। त्यहाँ चाहिँ जस्ट सफा छ, सिस्टम छ अनि विकास छ क्या। यहाँ त्यही चिज मात्रै छैन क्या। सिस्टम छ, फलो छैन, अनि प्रदूषण छ एकदमै धेरै, ध्वनि प्रदूषण, वायु प्रदूषणहरू छ। अनि रुल्स एन्ड रेगुलेसन पनि नर्मल मान्छेहरूले त्यति मजाले सिरियसली फलो गरिदिँदैन होइन। जहाँ पाए त्यहीँ फालिदिने फोहोरहरू। हिजो कुद्दै गर्दाखेरि बाटोमा एउटाले सट्ट बोला खायो, फालिदियो। भनेको कति मान्छेहरूलाई अब यो गर्नु हुँदैन भनेरै सचेत गराउनै टाइम लाग्ने रहेछ क्या यहाँ चाहिँ। भनेको अब फिल नगरिदिया हो कि टाइम लाग्यो, जस भन्न खोजेको हाम्रो ठाउँ पनि त्यति सुन्दर र सफा हुनसक्छ कि यति रमणीय, यति लोभलाग्दो होइन, यति प्रकृतिले यति धेरै चाहिँ ब्युटी दिएको छ हाम्रो नेपाललाई। त्यो विश्वमा जुनसुकै देश गए पनि नेपालको छुट्टै पहिचान छ क्या ब्युटिनेसमा होइन। त्यो चिज चाहिँ सफा भयो र सिस्टम भयो अनि विकास भयो भने देखिन्छ भन्न खोजेको। अरू चिजहरू के फिल गरेँ भने हाम्रो देशमा जस्तो संस्कार, संस्कृति, भाषा, वेशभूषा, यहाँका कति धेरै जात जातिका आफ्ना झाँकी प्रदर्शनहरू, आफ्नै कल्चरहरू छन् नि, त्यो अरू देशमा त्यति धेरै छ जस्तो लागेन मलाई। कि मैले थाहा नपाएको बेग्लै कुरा हो, थाहा नपाएको। तर मलाई जहाँसम्म लाग्छ अरू त्यस्तो त्यो थाहा पाइनँ मैले। नेपालमा मात्रै थाहा पाएँ, नेपाल त्यति धनी छ त्यो चिजहरूमा भन्ने कुरा थाहा पाएँ। अनि च्याम्पियन भइसके पछाडि अलिअलि पैसा खेलाउने बानी पऱ्यो होइन। पारिश्रमिक, चित्तबुद्ध पारिश्रमिक लिएर हिँड्ने मौका पाएँ। अनि त्यही अलिअलि भेला भएको पैसाहरूले काठमाडौँमा बसेर खाँदैछु, बसिरहेछ। त्यस्तै हो, पुगिरहेछ। मतलब राम्रै छ भन्ने बुझ्नु पऱ्यो यति भनेपछि। लाइफमा चाहिँ केही चेन्जेसहरू भयो कि भएन? अनि यो पनि त लाइफ त, अनि त्यत्रो त्यो समयदेखि यहाँसम्म समयसम्म सबै चेन्जेसै हो, लाइफ नै हो। अब चेन्जै त त्यस्तो के चेन्ज होला त। अब च्याम्पियन नभएको भए पनि मेरो उमेर बढी नै हाल्थ्यो होइन, यत्रो भइहाल्थेँ होइन। दर्शकहरूले चिनिदिनु भयो, चिन्नु भयो, माया पाइयो क्या। भनेको साथी सर्कल नेटवर्किङ नै राम्रो भयो क्या मेरो। धेरैजना मान्छे धेरै देशमा कहीँ जाँदा पनि मेरो मान्छे छ भने जस्तो फिल हुन थाल्यो क्या। अब चाहिँ जहाँ जाँदा नि माया पाइन्छ, माया नै मायाको संसार भयो च्याम्पियन पछाडि ओभरअल। कमेडियन नभएको भए चाहिँ के हुनुहुन्थ्यो होला? म तपाईँ जस्तै हुन्थ्यो होला, पोडकास्टर त्यस्तै, न्युज राइटर, केही न केही पत्रकारिता पढेको, त्यो कारणले गर्दा पनि इन्ट्रेस्ट मिडिया फिल्डमै थियो। अब त्यो नभएको भए त्यो हुन्थ्यो, त्यो नभएको विदेशमा हुन्थेँ। अन्तिम विकल्प चाहिँ विदेशै हो है। तर रेस्टुरेन्टतिर पनि मेरो पहिल्यैदेखि चासो चाहिँ हो। फेरि म किचनमा इन्जोय गर्ने मान्छे नै हो क्या। अनि त्यो भएर पनि मलाई यो रेस्टुरेन्टहरू मनपर्छ, पत्रकारिता लाइन मनपर्छ। आफैले पनि पढेर +2 पढेँ। ब्याचलरमा चाहिँ मैले फेरि पत्रकारिता पढेको होइन, जर्नलिजम पढेको होइन। जस मन चाहिँ पर्छ, किनकि पहिल्यैदेखि मैले रेडियोमा काम गरेको, लामो समय 9-10 वर्ष रेडियोमा काम गरेँ। त्यो भएर नि यो फिल्ड एकदम राम्रो लाग्छ मलाई। हुन्थेँ म केही न केही हुन्थेँ, मागेर खान्न थिएँ, त्यसरी बुझ्नु। जस्तो अब एकदमै लामो समयपछिको भेटघाट, लगभग 4-5 वर्ष तपाईँ धेरै गेस्टसँग बोल्दा बोल्दै मसँग बोल्नै भ्याउनु भएन। त्यस्तो पनि होइन, आज चाहिँ मौका जुराएर म आफै आएँ नबोलाई। त्यस्तो पनि होइन फेरि, त्यस्तो पनि होइन। तर तपाईँहरूले आफ्नो कमेडी, तपाईँ विनर हुनु र म यो फिल्डमा आउनु लगभग एउटै समय। कति लक्की तपाईँ। म साह्रै भाग्यमानी रहेछु। भरतमणि पौडेल केही विनर भए बेलामा चाहिँ त्यही भएर पनि त्यो बोन्ड यत्रोसम्म तन्कियो होला। यस्तो हेर्न पाएँ नि त मैले विनरलाई।